नमस्कार, म डाक्टर सरोज पन्थी। आज हामी कपालभाती प्राणायाम सिक्छौँ। त्यसको लागि सर्वप्रथम बुढी औँला र चोर औँला जोड्ने गरी राख्नुहोस्। तिनवटा औँलालाई सिधा गराइदिनुहोस्। त्यसपछि नाडीलाई लगेर घुँडामास्ति राख्नुहोस्। खुट्टाहरूलाई पलेटी मारेर बस्ने गरी मोड्नुहोस्। बिस्तारै गहिरो लामो सास लिने, नाकबाट फाल्दिने, फेरि गहिरो लामो सास लिने, फाल्दिने, फेरि गहिरो लामो सास लिने, फाल्दिने गर्नुहोस्। बिस्तारै पेटलाई भित्र तान्नुहोस्, सासलाई बाहिर फाल्नुहोस्, पेटलाई भित्र तान्नुहोस्, सासलाई बाहिर फाल्नुहोस्। बिस्तारै पेटलाई भित्र, सासलाई बाहिर, भित्र बाहिर केही समयसम्म गरि नै रहनेछौँ। यसका केही फाइदाहरू हेरौँ। यसले श्वासको चाललाई नियन्त्रण गर्छ, मुटुको चाललाई नियन्त्रण गर्छ, शरीरमा रहेको बोसो मोटोपनलाई घटाउँछ, दम जस्ता रोगहरूलाई घटाउँछ भने महिनावारी सम्बन्धी गडबडीहरूलाई पनि राम्रो गर्छ र रगतमा भएको चिनीको मात्रालाई पनि घटाउँछ। त्यसै गरी यसबाट हुन सक्ने बेफाइदाको लागि नियन्त्रण गर्नलाई के गर्न नहुने अवस्था छन्, जस्तै उच्च रक्तचाप नगर्ने, गर्भिणी महिलाले नगर्ने र पेटमा घाउ भएको, हर्निया भएकोहरूले चाहिँ नगर्ने, मुटु सम्बन्धी गम्भीर रोगहरू भएकोले, भर्खर अपरेसन गरेकोले नगर्ने, पक्षघात भएको अनि अचरिफै आउने, चिडचिड हुनेहरूले चाहिँ नगर्ने। हातहरूलाई नजिक ल्याउनुहोस्, नमस्कार मुद्रामा राख्नुहोस्, मुस्कुराउनुहोस्, कृतज्ञ रहनुहोस्। आज सत्र समाप्त भएको छ। धन्यवाद।